बा प्रश्न तेर्साउँछन्, के गर्छस् त अब? मसँग न जवाब छ न कुनै बहाना नै। बा भन्छन्, पढ्न थाल अब, नभए कुनै सिप सिक, तेरो बाउ अझै कमाउन सक्ने छ। तर मलाई थाहा नै छैन म के गर्न चाहन्छु, के बन्न चाहन्छु। मैले जिन्दगीको 4 वर्ष बर्बाद गर्दै बिना कुनै उपलब्धि। त्यति धेरै उमेर पनि भएको छैन मेरो नयाँ सुरुवात गर्नलाई, ढिलो होला कि भन्ने सोच्नलाई। तर सब थोक सकिसक्यो, धेरै थोक बितिसक्यो जस्तो लाग्छ। थाहा छैन म दिन प्रतिदिन किन बर्बादीको बाटोतर्फ लम्किँदैछु। इच्छाहरू मारेर बर्बादी नै मेरो गन्तव्य हो भन्ने ठानेर।